तपाईको परिचय दिनु न अन्त। के परिचय? ममता ब्यानर्जी। म ममता ब्यानर्जीको चाहिँ नि बहिनी। बहिनीले कुन चाहिँ बहिनी? कान्छी, साइली, माइली, जेठी? ए होइन, बहिनी भनेर त मै जेठो हो नि त। ए ममता ब्यानर्जी चाहिँ तपाईँको बहिनी। तपाईँको नाम चाहिँ के पर्यो? मेरो नाम त अब के ब्यानर्जी पर्यो है? त्यो पनि भन्नु पर्यो है। निर्मला ब्यानर्जी। निर्मला ब्यानर्जी। नामलाई के जे राख्दा पनि फोटो खिच्दै अब तपाईको स्वर त दामी नि हौ, पैसा निकालेर झिकाउँछ नि स्वरले। केटा गीता हो मेरो नाम, गीता। गीता गीता मुखर्जी। ब्यानर्जी। मुखर्जी हो। ब्यानर्जी हो। गीता भन्दै आफ्नै कास्ट बिर्सियो। फेरि ममता ब्यानर्जी मेरो बहिनी होइन भन्ला नि फेरि, मुखर्जी भन्दा त होइन, त्यो बोल्नु त पायो त, गफ गर्नु पायो, हाँगा छुटेको भन्नु पनि पायो। मुखर्जीमा बिहा गरेर गयो त्यस्तो। ए यस यस ठिकै हो, मुखर्जीमा बिहा हुनुभएको है। तपाईँ त कोलकातादेखि चाहिँ बिहा भएर यहाँ आउनु भएको सिमाना है। हस्बेन्डको नाम के मुखर्जी? लाल बहादुर। लाल बहादुर मुखर्जी। हाम्रो बडी चाहिँ सिमाना बस्नुहुन्छ है, ममता ब्यानर्जी। म यताकै हो नि त मान्छे, म कमानको होइन नि। कमानमा त म त बिहा भएर गएको त हो, म यताकै बासिन्दा हो। स्वर चाहिँ कडा है। मेरो बाउ आमाको पनि त्यस्तै थियो। यस्तै स्वर कडा। यसको लागि त नेतागिरी गर्छु भनौँ नि। योपालिको अब 26 भोटमा चाहिँ हाम्रो बडीलाई देख्नु पाउँछ होला पोस्टरतिर हो। आशा राखेको छ ममता ब्यानर्जीलाई यस्तो भिडियो पठाएर है टिकट दिन्छ होला है दिदी। टोपी नअडिकन लु, एक पिस कन्टिन्यू जाँदैछ नि। कन्टिन्यू लाइभ चाहिँ बढी फेरि होइन, राम्रो लाग्यो बडीको। ममता ब्यानर्जीको आफ्नै पर्दो रहेछ, उहाँ चाहिँ मुखर्जी परेछ। मुखर्जी। ल धन्यवाद बडी। हुन्छ।